कस्तो राम्रो ठाउँ हेर्न सक्नुहुन्छ। यो चाहिँ सिन्धुली धरा बजार हो। त्यहाँ माथि सिद्ध बाबाको मन्दिर छ। सिद्ध बाबाको मन्दिर छेउमा के हो त टावर पनि छ। अनि भान्जी नक्कली भान्जी हुनुहुन्छ, नक्कल पार्दै हिँड्दै हुनुहुन्छ। उहाँ चाहिँ अरू बेला चाहिँ बोल्ने, तर भिडियो देखाएको चाहिँ डराउने लजाउने मान्छे हो क्या। हेर्न सक्नुहुन्छ तपाईँहरू त गाइजहरू। गाई चाहिँ हाम्रो फेमस उयो भयो भान्जीको चाहिँ चाहिँ भान्जीले राम्रो भन्दैन त्यो घाम छ। घामलाई चाहिँ है फेरि हाम्रो भिडियो लाइन है गाइजहरू। अब यहाँदेखि हामी हिँड्दा कति मिनट पुगिन्छ अरे भान्जी? अस्ति अब 15 मिनट लाग्छ होला यहाँदेखि दिदीको रुम पुग्नु। अहिले घाम लागिरहेको छ। घाम उयो के अरे अस्ताउन बित्तिकै अँधेरो भइहाल्छ, रात परिहाल्छ। त्यो भएर त्यो अगाडि म गएको किनकि यो पकाएर हाल्छ नि त। त्यही भएर अब म भरे मासु पकाएको पनि भिडियो हाल्छु। तपाईँहरू पनि खाना आउनु होला है त। बाई। भान्जी वहाँ पर पुगिसक्नु भयो। कस्तो राम्रो छ यो खोलाको नदी। त्यो नदीको छेउै छ यो नदी भन्न आएछ। यो खोला हो। खोलाको नाम चाहिँ मलाई थाहा भएन। त्यस रमाइलो छ। त्यो माथि अझ हिमालहरू देखिन पाए झन् कस्तो राम्रो भ्यू देखिन्थ्यो होला है। हो तर जब यस्तो साइडबाट हेर्दाखेरि घाम चाहिँ कस्तो राम्रो देखिँदो रहेछ।